है साथीहरू हामीहरू चाहिँ मेला जाँदैछौँ आज लास्ट दिन हो अब अरू चाहिँ हामी त्यतै गएर देखाउँछौँ तपाईँहरूलाई ल बाई हाई गर अब हामी चाहिँ मेला जानु लाग्यो त्यही भएर बजारमा छौँ एकछिन अब फोन पे गरेर पैसा चाहिँ तान्नु पऱ्यो नि त पैसा क्यास थिएन त्यसै चारजनाको भइसक्यो दुईजना ल हामी चाहिँ मेलाभित्र प्रवेश गरिसकेको छौँ है गाइड मेलाभित्र छिरिसकेका छौँ पिङमा चढ्दैछौँ त्यही भएर हामीले पिङको टिकट पनि काट्न लागिरहेको छौँ टिकट काट्ने ठाउँमा छौँ हामी पिङको है हामी चाहिँ भित्र जाँदैछौँ पिङ चढ्ने भित्र गाइड भित्र अब हामी पनि पिङमा चढ्न जाँदैछौँ है पिङमा चढ्न जाँदैछौँ जानु हुँदा रविन्द्र भाउजू चाहिँ बसिसक्नु भएको छ भाउजू र नुनु त बसिसकेको छ बिमला हाई हाई हामी चाहिँ पिङको धेरै माथि छौँ है गाइड माथि पनि आज फेरि पनि बधाई दिन चाहन्छु कार्यकाल सफलताको शुभकामना 150 ल हेर्नुहोस् है पुरा हामी चाहिँ पिङको माथि छौँ ल हेर्नु सुर्खेतमा रहेको मेला है आज लास्ट दिन हो भन्ने सुनिएको छ के हुन्छ अब चाहिँ घरतिर जानु लाग्यो गाइड है मेला पनि अब लास्ट दिन हो भ्याइयो अब लागियो अब घरतिर भयो छोरी चाहिँ धेरै नै डर मानेको छ यो गेम खेल्दा नि हाम्रो छत्र साईले गीत गाउनु भएको छ छत्र साईको आवाज हो है मेलामा चाहिँ अहिले चाहिँ साँझ भएर होला भिडभाड चाहिँ धेरै नै भयो है धेरै मान्छेहरू आउँदै आज लास्ट दिन भए पनि मेलामा आउन पाइयो खुसी लाग्यो रमाइलो भयो गाइस आउँदै गर्नु भन्नु भने अब आजदेखि भ्याइयो अब अर्कोचोटि आउनुलाई है बाई बाई कोही खाली खाली छ कोही भरिभरि छ के हो यो खाली नै छ अब चलेको छ पिङ चाहिँ है गाइस वाउ पिङको स्पिड यो पिङवाला खेल चाहिँ सुरु फर्स्ट चोटि आएको हो गाइस यो गरेर मेरो बुढी खेल्दैछ घरतिर जाँदै हो मेला भ्याइयो गाइस बाई रमाइलो भयो धेरै रमाइलो भयो साह्रै डर मान्ने रहेछ क्या हाम्रो साया छोरी साह्रै डर मान्ने रहेछ लाउ आउ 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 लाउ लाउ आउ आउ लाउ लायो आयो को लाओ लायो लायो हाई गर हाई
घरतिर जानु लागेको गाई चाहिँ अब घरतिर जानु पऱ्यो भ्यायो मेला पनि भ्यायो भ्यायो बाई ल आइ 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 साया छोरी आज लास्ट दिन है गाई मेला हामी लास्ट दिन बुढाबुढी चाहिँ मेला आयो घुम्यो अब चाहिँ एकछिनमा जान्छौँ है गाई बुढी अब बुढी पनि ऊ खेल्ने अरे पवन भाइ पनि एकदमै मेरो प्रिय भाइ हुनुहुन्छ हिमाल सर सबैलाई हृदयदेखि नै सम्मान इन्द्रेणीमा देखिरहेकी हुन्छु भाउजू ओ हाम्रो बिमला त ढोलाउँदै ढोलाउने अरे गाई मलाई त त्यस्तो डर लाग्यो बिमला किन नडराएको यार त यार मौसम कलाकारहरू जसले सुर्खेतलाई सिङ्गो नेपालमा चिनाउनु भयो यसै गरी म सबभन्दा पहिला सम्झिन्छु आज यहाँ बागिना समूह छ राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान छ उज्जवल कला केन्द्र छ धर्मराज गिरी भाइको नेतृत्वमा सबैलाई संयोजन गर्ने हरि विष्टजी हुनुहुन्छ युवा र पुरानो पुस्ताको कसी यहाँहरूलाई हार्दिक हार्दिक सम्मान छ आज सबैका नाम झुकियो भने माफ गर्नुहोला म सकभर समेट्ने प्रयासमा हुन्छु तर पनि यति धेरै छन् सुर र तालको राजधानी सुर्खेत हो यहाँ हरेक मान्छे कलाकार आमा पोरीबाट मुस्किराउँदै आमा आएकी छन् उनले पनि छत्तैजना नजर लाएकी छन् भन्नुभयो एकदम तपाईँहरूकी सम्झिनलाई ल्याइदिएको छु आज मैले अनि सबैजना आउनु होला सायद यहाँ दैलेखको हुम्लाको खै भाइ यहाँ सागुमा खाएर हाल्छु कोठाको छु एकदम तपाईँहरूलाई हार्दिक हार्दिक सम्मान म मैले धेरै गीतहरू गाएको छु त्यसमध्ये अब इन्द्रेणीमा थाहा पाइसक्नु भएको छ मैले एउटा सिङ्गो सुर्खेतलाई नै बनाएर गीत गाएको थिएँ वीरेन्द्रनगर यो नगरपालिका काँक्रे बिहार देउतिर दहताल जन्मभूमि हुर्केको ठाउँ म यहाँदेखि पञ्चपुरीसम्म डर लाग्ने रहेछ त मलाई त डर लाग्यो गाई मलाई साह्रै डर लाग्छ गाई झल्का पनालाई जा एकछिन मेरो मुखेरी जा झल्का पनालाई जा यो गीत गाएको थिएँ रेखा जोशी मैले त्यसै गरी केरा पाक्या पलातामा केरा पाक्या पलातामा स्याउ पाक्या हिमामा केरा पाक्या पलातामा रारा जान्या गीत बान्याको रारा जान्या गीत बान्याको काली कुर्सीमामा रारा जान्या गीत बान्याको ओ हजुर हाम्रा गाउँमा तमी भन्छन् तम्रा गाउँमा तिमी लैजाऊ स्याउ र सिमी आइजाऊ हाम्रा कर्णालीमा लैजाऊ स्याउ र सिमी आइजाऊ हाम्रा कर्णालीमा खेती किसान गरेका छन् खेती किसान गरेका छन् गोरु जोत्याएका छन् खेती किसान गरेका छन् सानसाना माटाका घर छन् सानसाना माटाका घर छन् गोबर पोत्याएका छन् सानसाना माटाका घर छन् ओ हजुर मङ्गलगढी चोकमा आउनु माया लाउने भया ए हजुर मङ्गलगढी चोकमा आउनु भेट्न आउने भया माया लाउने भया देउती बजे घुम्न जाउँला माया लाउने
ल साया बेबी अहिले पनि हाई गर है दामी आज भिडियो हाई ओको साया छोरी ल यता सबले हेरेर हाई गर्नुहोस् सबले ए बिमला भाउजू हाई हाई हाम्रो कविगिरी भाइ हेर्नुहोस् त कविगिरी भाइ चौचौरा मन्दिर हुनुहुन्छ पवन योगीजी होइन हजुर चस्मा लाउने चक्काजिनको पाएँ चस्मा लाउने राखिनु है पितृ बहिनी सुर्खेतले राखेको रहेछ इतिहासमै कीर्ति अघि गाउने पदमपुरा त्यहाँभन्दा पहिला नाच्ने कृति होइन र म गीतैबाट समाचार भन्ने मान्छे रमाइलो त्यसै हुन्छ हाम्रो दिदी चाँडो भ्याइयो यार एकछिन पनि गरेन यार 150 भ्याइयो यार 150 होला शान्ति केपी भएको रेल कुनै भन्छ केपी भएको रेल त पुग्दो रहेछ त केपी भएको रेल अस्ति रेल के भयो यो त हामी चाहिँ पिङमा चढ्दैछौँ है गाइस पिङ हेर्नुहोस् पुरा पिङको स्पिड साया छोरी पनि पिङमा चढ्ने भन्ने सम्झौता भयो त्यसैले साया छोरीलाई प्लेन है गाइस हेर्नुहोस् है प्लेन हाम्रो चाहिँ 4 जना टिम चाहिँ मेला हेर्न आएको आज लास्ट दिन रहेछ खासै भिड छैन को टुक्रा हो जुम्ला जन्मिएर होला सुन सानो डल्लो हुन्छ महँगो हुन्छ त्यस्तै छत्र साइड पनि पहिला आफ्नो गाउँठाउँ राम्रो हुनुपर्छ वातावरण बिग्रियो भने मैले जेमा पनि गीतै गाउने समाचारमा पनि गीतै गाउने यहाँहरू सुन्नु भएको छ अब गाइस हामीहरू चाहिँ मेला भ्याएर घरतिर जाँदैछौँ है मजा आयो मेला चस्मा लगाऊ चस्मा च्यानल अब हामी चाहिँ घरतिर जाँदैछौँ है गाइस अब मेला पनि हेऱ्यो धेरै मजा आयो बाई लाग्यो साना नानीहरूलाई शुभकामना एकदम यहाँहरू सबैको माया साथ र आशीर्वादले आज सिङ्गो टिम इन्डिया आएको छ